चढ्नु आवाज दे 1 2 3 ह्यापी देखौ कति पावर आयो कसले जित्यो क्रिसमसमा त हामी सबैले जित्छौँ हैन कसैले कसैलाई जित्दैनौँ किनकि यो क्रिसमस होला तिमी र मैले सँगै भने 1 2 3 ह्यापी हालेलुया हालेलुया कस्तो मिठो गाउनु भयो है प्रभुलाई महिमा होस् हालेलुया तपाईहरु खुसी हुनुहुन्छ आमेन यति कुराहरु हाम्रो जीवनमा हामीलाई दुःख दिने दिमागमा आउने यसो चाहिन्छ हामीलाई यसो चाहिन्छ सबैलाई यसो चाहिन्छ भाकालाई नृत्य प्रस्तुतको लागि चाहिँ हाम्रो क्यारोल भएको थियो केही ठाउँहरुमा त्यसैको नृत्यले हाम्रो तीनजना बहिनीहरु आउँदै हुनुहुन्छ सपना आइसा अनि प्रशंसा उहाँलाई पनि जोरदार ताली बजाएर हामी स्टेजमा स्वागत गर्छौँ किन तिमी एक्लै हुन्छौ यसो आए शान्ति बोकेर है त र कसैले नाच्न छ भने अलिअलि उभिएर अगाडि नसिक्ने गरी चाहिँ नाच्न सक्नुहुन्छ है यो पछि लगत्तै चाहिँ गीतको लागि हाम्रो दानियल अनि टिम रेडी हुनु होला है त दानियल भन्छु सो यो गीत चाहिँ हाम्रो चाइल्ड बजारमा पनि आउँदैछ सो हामीले चाहिँ एक दुई महिना अगाडि लेखेको सो भिडियोहरू आउँदैछ गोस्पेल म्युजिक हो प्रब्लम हामी चाहिँ भिडियो आउँछौँ तपाईँहरू सुनेर चाहिँ साथ दिनु होला है र परि आफ्नो बाटो लाग्नुभन्दा अगाडि अन्तिम पटक भेटेर कुराकानी गर्दैछन् अब हेरौँ है त उनीहरूको बिचमा कस्तो कुराकानी हुन्छ आज त मोमो खानुपर्छ होइन मोमो खाउँ होला कि सबै खाने उतैको सब्जी कस्तो मिठो पाउँछ कि ए साथीहरू तर तिमीहरूले एउटा कुरा सोचौ भने हाम्रो त्यसरी सँगै पढ्ने सँगै खेल्ने सँगै लेख्ने सँगै रमाइलो गर्ने सँगै घुम्न जाने यो समय त सकियो त कस्तो नरमाइलो यस्तो सोच्दा पनि कति नरमाइलो लाग्छ भविष्यको बारेमा है त्यही त अब भविष्यमा हाम्रो जे भए पनि हाम्रो सम्बन्ध चाहिँ टुट्नु हुँदैन है हामी साथीहरूको सम्बन्ध चाहिँ कहिले टुट्नु हुँदैन नि फेरि हो नि हो तर हामी असल अनि ठुलो मान्छे भएपछि फेरि एकचोटि भेट्नुपर्छ है हुन्छ त्यो चाहिँ सबैभन्दा बढी सफलता तिमी नै हुन्छ होला हो पोक्ची के कसो साथी हो किन होला त्यस्तो ल तिमी पढ्न पनि कति अब्बल छौ अनि पैसा पनि कति फुर्मस गर्दैनौ अनि त्यही तिमी कति महान छौ हैन अनि तिमी ह्यान्डसम पनि छौ बेस्ट पनि छौ हो साथी तर यसरी धेरै तारिफ गरेर मेरो खेलमा जता नाक्ने धरेर जत्रै बनाउन नखोज्दा न तिमीहरू ल साथीहरू मलाई त कति ढिला भइसक्यो यहाँनिर आफूलाई अस्ट्रेलिया जानको लागि बाबा मम्मीसँग सपिङ गर्न जानु छ आफूलाई एकदम ढिला भइसक्यो पाँच वर्षपछि चाहिँ फेरि यहाँ भेट्नुपर्छ है हामी सबैजना भेट्ने हुन्छ भइहाल्छ नि 5 वर्षपछि त म पनि ठुलो मान्छे बन्छु होला हौ बनी ठुलो मान्छे यत्रो 2 वर्षमा 2 इंच त ठुलो हुन सकिन ठुलो मान्छे बने त गफ दिन्छ हे बेब अझै हेर न सबैभन्दा सफल त म नै हुन्छु ल हेर न कम्पिटिसनै गरौँ ल को सफल बन्छ छोड्यो भनेर यस्तो कुराहरू गरौँ हामी एउटा सेल्फी लिउँ न है हामीलाई मेमोरीको लागि चाहिन्छ नि अब हामी 5 वर्षपछि पो भेट्ने हो त ल तेरो फोन निकाल न त ए आई फोन भनेको ल
ल धेरै धारमा ल खिच 2 लाखको ल ल ल खिच 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 ल खिच ल ए पोस्टले सबैजना ए अग्लो मान्छे त पछाइको भन्छ ल अगाडि त खबर अग्लो मान्छे सबैजनालाई पोस्दिने खिचिक्का फोटो कस्तो हेर्नु मेरो कस्तो आउनु त्यहाँ अस्तिको बाटोमा हिँड्दाखेरि भेटेको 3 जना भिखारीहरूसँग खिचेस्तै फोटो आयो फेसबुकमा हाल्नुलाई भनेको 100 भ्युज पनि नजा लाग्छ छ यो फोटोमा त भनेपछि तैले आफ्नै औकातकोहरुसँग फोटो खिच्न थालेछ नि त हो ल हेर त आफ्नै औकात भिखारीसँग फोटो खिच्न थालेछ अहिले त खै मेरो चाहिँ कस्तो आएछ ल मेरो त टाउको मात्रै आएछ ए अग्लो मान्छेको धन्न टाउको भए पनि आएछ त्यही यसो पनि आएछ जिरो गाउँदै भने आएछ चित्त बुझा त ल है साथीहरू मेरो त सपिङ गर्न चाहन्छ अस्ट्रेलियाको लागि शान्तिलो ठाउँको लागि हो त अस्ट्रेलियाको लागि छ त्यही भएर अब छुटौँ हामीलाई ढिला भइसक्यो मलाई त सपिङ पो जानु छ त ल ल तर हामी 5 वर्षपछि यही भेट्नुपर्छ है त्यसले सबैले नबिर्सिनु नि फेरि यी 4 जना पात्रहरू सबैजना आफ्नो जीवन सङ्घर्षमा लागे समय पनि कति छिटो बित्छ है उनीहरूको भेट्ने दिन पनि नजिकै आइपुग्न लाग्यो उनीहरूको भेट हुनुभन्दा अगाडि हेरौँ है त उनीहरूले जीवनमा के प्राप्त गरे सबैभन्दा सुरुमा हेरौँ सबैको पहिलो पात्र डल्लीलाई हेरौँ है त डल्लीको जीवनमा के कुरा महत्त्वपूर्ण भएछ आहा कस्तो शीतल कस्तो आनन्द संसारमा सबैभन्दा ठुलो त पैसा नै हो पैसा बिना कुनै पनि कुराहरू हुँदैन संसारमा सबैभन्दा पैसा ठुलो होइन भन्ने कोही हुनुहुन्छ त मेरो लागि त संसारमा सबैभन्दा ठुलो पैसा हो ए तपाईँहरूको लागि चाहिँ संसारमा सबैभन्दा ठुलो पैसा होइन भने सबै तपाईँहरूको अकाउन्टमा भएको पैसा त मेरो अकाउन्टमा ट्रान्सफर गरिदिनुहोस् अनि बल्ल म पत्याउँछु त्यसैले मेरो लाइफमा चाहिँ एनी हाउ पैसा कमाउनै हो हेलो पैसा बजेको हेलो ए के 50 लाख हुन्छ मेरो कमिसन चाहिँ नबिर्सिनु नि ल हेर त 50 लाखको कुरा गरेको त सबै डल्ल पर्नु भयो म पनि के यस्तो गरिबहरूलाई कथा सुनाइरहेको होला लागे म त पैसा टिप्नुलाई पात्र डल्लीको जीवनमा महत्त्वपूर्ण कुरा उनले पैसालाई बनाएकी रहेछ अब हेरौँ हाम्रो अर्की पात्र भुन्टीलाई उनको जीवनमा के महत्त्वपूर्ण छ हेरौँ है त यो के हो भन्नुहोस् त यो मैले घाँटीमा लगाएको के हो यो समातेको के हो भन्नुहोस् त ट्रफी हो नलेज इज एभ्रिथिङ के हो सबैजना टल्ल परे त सबै अनपर्सन कि क्या हो ज्ञान पढाइ सबैभन्दा ठुलो कुरा हो भनेको क्या कस्तो नबुझ्नु भएको अहिलेको समयमा आएर पनि नपढेको मान्छे त बाँचेकै बेकार है त्यसैले धेरै पढ्नुपर्छ शिक्षाले के दिँदैन भन्नुहोस् त शिक्षाले ज्ञान दिन्छ जब दिन्छ हैन के दिँदैन इज्जत दिन्छ सम्मान दिन्छ के दिँदैन पढाइले सबै थोक दिन्छ है त्यसैले सबैजना पढ्नु पर्यो यस्तै मेडल पाउनको लागि यस्तै ट्रफी पाउनको लागि ट्रिङ 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 फोन पो आएछ त हेलो हेलो हजुर भुन्टीजी हो हजुर हो
तपाईँले अस्ट्रेलियामा युनिभर्सिटी टप गरेर हाम्रो नेपालको नाम ठुलो राख्नुभयो, त्यसकारण नेपाल सरकारले तपाईँलाई 50 लाख पुरस्कार र ट्रफीले सम्मान गर्ने भनेको छ। तपाईँ लिन आउनु पर्यो। हजुर हुन्छ 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 म आइहाल्छु। ल हामी ढुक्क भयो है त। हुन्छ हुन्छ हुन्छ। देख्नुभयो पढ्यो भने के हुँदैन, यी यस्तो यस्तो पाइन्छ, ट्रफी पाइन्छ, यहाँ घाँटीमा लागेको जस्तो मेडल पाइन्छ। त्यही भएर सबैजनाले पढ्नु पर्यो है यस्तो यस्तो चिजहरू पाउनको लागि। ल अहिले चाहिँ म हिँडेँ, मलाई धेरै पढ्नु छ है त। अब हेर्नु हाम्रो कथाको अर्की पात्र परीलाई हेरौँ है त। परीको जीवनमा के कुरा महत्त्वपूर्ण भएछ? परी कहाँ हो परी? अब मिस नेपाल भएपछि यतिको चिटिक्क त पढ्नु परिहाल्यो नि होइन त। अब मेरो लागि त सबैभन्दा ठुलो भनेको त राम्री हुनु हो। त्यही भएर राम्री भएपछि त अवसर पाइन्छ, तारिफ पाइन्छ, यस्तो लुगा लाउन पाइन्छ, पैसा पाइन्छ, त्यति मात्र फ्यान्स पाइन्छ, अनि त्यसपछि त के पाउँछ। त्यही भएर मेरो जीवनको उद्देश्य भनेको त एकदम राम्री हुनु हो। हेलो हेलो हजुर, मिस नेपाल जी परी बोल्नुभयो है? हो, तपाईँ को बोल्नुभएको? म पत्रकार हो नि, कति फोन गरिसकेँ, तपाईँ कहिले फोन उठाउनुहुन्न। 1 महिना भइसक्यो तपाईँको इन्टरभ्यूलाई बोलेको, जसरी पनि दिनु पर्यो हजुर यसपालि त। अनि मिस नेपाल जस्तो इन्टरभ्यू लिन तपाईँले 1 महिना मात्र पढ्नु परेछ। भाग्यमानी ठान्नुहोस् है आफूलाई। तपाईँले आज 1 दिन भनेको त मेरो जागिरै जान्छ। आज चाहिँ जसरी पनि दिनुहोस्, बरु तपाईँलाई राम्रो उपहार दिएर बिदाई गरौँ न। ल अझ पर्खिनु पर्ने भयो, मलाई त आउन टाइम लाग्छ। ल हुन्छ, म ढुक्क भएँ। फोटो खिच्ने कार्यक्रम चलिरहेछ है। कति राम्री बहिनी, त्यहाँनिर प्रशंसा राम्री देखेछ।